ध्यानसितले सुन्छ त्यो मानिस के हुनेछ? सुखी रहनेछ। अनि प्रिय हो, एभ्रिवान लभ गिफ्ट। अघि भाइले भनेको जस्तै सबैलाई उपहार मनपर्छ, तर तपाईँलाई थाहा छ संसारले सबभन्दा बेस्ट उपहार चाहिँ यीशु ख्रीष्टलाई पाएको छ। यीशु ख्रीष्ट यो संसारमा आउनुभयो तपाईँ र मेरो उपहार बनिकिन। आमेन। तपाईँले पल्टाउनुहोस्, यदि तपाईँकोमा बाइबल छ भने मोती सुसमाचार 1:23 यहाँनिर यसरी भन्छ, पुत्रलाई जन्माउने छ अनि त्यो जसको अर्थ परमेश्वर हामीसँग। आज प्रिय पहिलोचोटि अघि मैले भन्दै थिएँ नि, संसारले सबभन्दा ठुलो गिफ्ट चाहिँ के गिफ्ट प्राप्त गर्यो भन्दाखेरि संसारले चाहिँ परमेश्वरको पुत्र यीशुलाई प्राप्त गरेको छ, जसको अर्थ यहाँनिर भन्दछ कन्याले एउटा पुत्रलाई जन्म दिनेछ जसको नाम चाहिँ इम्मानुएल भनेर भनिनेछ, जसको अर्थ परमेश्वर हामीसँग। भन्नुहोस् त, परमेश्वर हामीसँग। Let me tell you, म सत्य कुरालाई बताउन चाहन्छु, आज तपाईसँग तपाईभित्र परमेश्वर हुनुहुन्छ। हालेलुया। म परमेश्वरलाई खोज्नको लागि कहीँ पनि जानु पर्दैन, तर वचनले भन्दछ इम्मानुएल, जसको अर्थ परमेश्वर मसँग हुनुहुन्छ। He is with me, उहाँ मसँग हुनुहुन्छ, मदेखि टाढा हुनुहुन्न। अनि म आज तपाईँलाई बताउँछु यीशु आउनेको मुख्य उद्देश्य चाहिँ के हो। प्रिय हो, कुनै पनि मानिस यो कोठामा भएको कोही पनि मानिस चाहिँ म एक दिन ठुलो भएर उमेर पुगेर मर्छु भनेर आफैलाई तयार गर्ने मानिस कोही पनि हुनुहुन्न। तर यीशु यस संसारमा मर्नको लागि आउनुभयो। किन उहाँ मर्नको लागि आउनुभयो भन्दा तपाईँ र मेरो पापको निम्ति मर्नको लागि आउनुभयो। Why Jesus came in this earth? यीशु किन यो संसारमा आउनुभयो, यसको बारेमा म 3टा विशेष मुद्दा तपाईहरुसँग बोल्न गइरहेको छु। नम्बर 1, to save us from sin. येशू हामीलाई पापदेखि क्षमा गर्नको निम्ति आउनुभयो। मसँग तपाईले बाइबललाई पढ्न सक्नुहुन्छ। रोमी 3:23 लाई, रोमी 3:23 लाई कसैसँग नेपाली बाइबल छ भने पनि पढ्न सक्नुहुन्छ। of the glory of God. सबैजनाले पाप गरे, मानिस सबैले पाप गरे अनि मानिस चाहिँ परमेश्वरको अनुग्रहबाट खसालिएको छ। यो संसारमा जो जति पनि मानिस छ, जो जति पनि यो संसारमा मानिस भएर जन्मेको छ, ती प्रत्येक मानिसले पाप गरेको छ अनि परमेश्वरको अनुग्रहबाट खसालेको छ। म तपाईलाई भन्न चाहन्छु, तपाईले गरेको कामद्वारा, तपाईले गरेको पापद्वारा तपाई पापी हुनुहुन्न। यीशुले भन्नुभयो मानिसको पुत्र संसारलाई दोष दिनको लागि होइन, तर मानिसको पुत्र संसारलाई उद्धार दिनको लागि, बचाउनको निम्ति भने आए। हालेलुया। यहाँनिर वचनले भन्दछ सबैले, each and everyone, प्रत्येक एकले पाप गरे अनि उनीहरू चाहिँ परमेश्वरको अनुग्रहबाट के भएको छ, खसालिएको छ, परमेश्वरको महिमाबाट अलग भएको छ। आज म तपाईलाई बताउन चाहन्छु कसरी मानिस चाहिँ परमेश्वरको महिमाबाट अलग भयो त। कसरी मान्छे चाहिँ परमेश्वरको महिमाबाट अलग भए। म दिपेन समर कसरी परमेश्वरको महिमाबाट अलग भएको थिए। जब हामी हेर्छौँ भने उत्पत्ति 1:26 मा परमेश्वरले भन्नुभयो यहाँनिर लेट अस मेक अ म्यान, आऊ हामी मानिसलाई बनाऊ। परमेश्वरले यहाँनिर भन्नुभयो लेट अस मेक अ म्यान, मानिसलाई हामीले आफ्नो स्वरूपमा सृष्टि गरौँ। छेउको साथीलाई फर्केर हेर्नुहोस् त, हेर्नुहोस् मजाले छेउको साथीलाई फर्केर अनि भन्नुहोस्, आँखामा हेर्नुहोस्, छेउको साथीलाई हेर्नुहोस् अनि भन्नुहोस् तपाईँ परमेश्वरको स्वरूपमा बनिनु भएको छ। अझै मजाको कुरा यहाँनिर के छ भन्दाखेरि नि, तपाईको छेउको साथी चाहिँ म जस्तो काले छ भने पनि, तर म कालेलाई हेर्दै गर्दा पनि तपाईले तपाईको यीशु ममा देख्नुहुन्छ। बिकज किनभने म चाहिँ परमेश्वरको स्वरूपमा सृष्टि भएको छु।
अनि उत्पत्ति जब हामी 1:26 हेर्छौँ भने यहाँनिर परमेश्वरको वचनले भन्दछ, लेट अस मेक अ म्यान, हामी मानिसलाई बनाऊ जुन चाहिँ मानिसले सम्पूर्ण पृथ्वीमा के गर्नेछ, अधिकार गर्नेछ। मानिसलाई परमेश्वरले अधिकार गर्नको निम्ति बनाउनु भएको। भन्नुहोस् त फेरि छेउको साथीलाई, तपाईँलाई परमेश्वरले अधिकार गर्नको निम्ति बनाउनु भएको। अब फेरि जब हामी हेर्छौँ भने उत्पत्ति नै 3मा हामी देख्छौँ, तर यहाँ चाहिँ मानिसले पाप गर्दछ। अनि अघि बाइबलले भन्दछ, रोम 3:23ले भन्दछ, सबै मानिसले पाप गरे अनि उनीहरू चाहिँ परमेश्वरको महिमाबाट अलग भए। जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो, मानिसलाई चाहिँ परमेश्वरसँग संगति गर्नको निम्ति बनाउनु भएको थियो, परमेश्वरसँग फेलोशिप गर्नको निम्ति बनाउनु भएको थियो। अनि मानिस अनि परमेश्वरको चाहिँ बीचमा प्रत्येक दिन संगति हुँदथ्यो। भन्नुहोस् त फेरि छेउको साथीलाई, प्रत्येक दिन। त्यस कारणले गर्दा मैले परमेश्वरसँग प्रत्येक दिन संगति गर्न आवश्यकता छ। मानिसलाई परमेश्वरले एक्लो रहनको लागि बोलाउनु भएको होइन। यदि मैले भन्छु म संगति बिना आम ओके भनेर भन्छु भने आम लाइङ माइसेल्फ, मैले आफैलाई झुट बोलिरहेको छु। तर उत्पत्तिमा जब हामी हेर्दै गर्दाखेरि परमेश्वरले मानिसलाई बनाउनुहुन्छ, परमेश्वरले मानिसलाई सबै कुराको अधिकार दिनुहुन्छ। त्यति मात्र होइन, तर परमेश्वर अनि मानिसको चाहिँ यसरी आम्ने सामने संगति हुने गर्दथ्यो। परमेश्वर अनि मानिसको चाहिँ फेलोशिप हुने गर्दथ्यो। तर जब हामी देख्छौँ भने परमेश्वरले त्यो बगैँचामा सबै फलहरू, सबै कुराहरू परमेश्वरले के गर्नुभएको थियो भन्दाखेरि चाहिँ मानिसलाई संगति गर्नको निम्ति या त मानिसलाई डोमिनेट गर्नको लागि, मानिसलाई अधिकार गर्नको निम्ति प्रबलित बनाउनु भएको थियो। तर परमेश्वरले भन्नुभयो, तिमीले यो सबै बगैँचाको फललाई खाऊ, तर यो रुखको फल चाहिँ तिमीले नखाऊ भन्नुभएको थियो। परमेश्वरले मानिसलाई एउटा आज्ञालाई दिनुभयो अनि भन्नुभयो, तिमीले यो बगैँचाको सबै खाँदा हुन्छ, किरा फट्याङ्ग्रा भ्यागुता जे मन पर्छ सबै खाऊ, तर यो रुखको फल चाहिँ नखाऊ भन्नुभएको थियो। तर के गर्छ भन्दाखेरि बाइबलले भन्छ, यो रुखको फल चाहिँ हेर्नमा लोभलाग्दो, हेर्नमा दामी, हेर्नमा मजाको थियो भनेर भन्दछ। अनि यहाँनिर प्रत्येक दिन हावा आफ्नो आँखाले देखेको कारण, त्यो सुन्दरताको कारणले गर्दाखेरि मोहित हुन्छ अनि त्यो रुखको फललाई हेर्न थाल्दछ। अनि त्यति बेला बात गर्न थाल्दछ। अनि शैतानले हावालाई भन्दछ, तिमीले यो रुखको फललाई खाऊ न। अनि हावाले भन्छ, परमेश्वरले हामीलाई नखानु भनेको छ। अनि शैतानले भन्छ, तिमीले खाऊ केही हुँदैन। अनि हावाले भन्छ, परमेश्वरले भन्नुभएको छ, जुन दिन तिमीले यो रुखको फललाई खान्छौ त्यो दिन तिमी मर्छौ भनेर भन्नुभएको छ। तर शैतानले भन्छ, तिमीले खाऊ नखाऊ, तिमीले जब यो रुखको फल खान्छौ नि तिमी चाहिँ परमेश्वर जस्तै हुन्छौ। यहाँनिर उत्पत्तिमा एउटा झुटलाई हामी देख्छौँ, त्यो मानिसलाई आफ्नो स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्वर जस्तै बनाउनु भयो। तर यहाँनिर शैतानले के भनिरहेको छ भन्दाखेरि तिमीले यो रुखको फललाई खायो भने चाहिँ तिमी परमेश्वर जस्तो हुन्छौ। एक्चुअली वास्तविकमा परमेश्वर जस्तै मानिस, परमेश्वरको आकारमा, परमेश्वरको स्वरूपमा अनि परमेश्वरको लाइकनेसमा हुबहु परमेश्वर जस्तै परमेश्वरले मानिसलाई बनाउनु भएको थियो। तर यहाँनिर शैतानले छल गर्दछ अनि हावाले त्यो रुखको फललाई टिपेर खान्छ। अनि त्यो जसै अनाज्ञाकारिताले राज्य गर्छ त्यस्तै मानवमा पाप प्रवेश गर्दछ। अनाज्ञाकारिताले चाहिँ के गर्ने काम गर्यो भन्दाखेरि पापलाई मानव जातिको जीवनमा लिएर आउने काम गर्यो। जब रुखको फललाई खायो अनि त्यो पाप मानिसको जीवनमा आयो अनि त्यो पापले चाहिँ मानिसलाई परमेश्वरको महिमादेखि अलग गर्यो। किनभने परमेश्वर चाहिँ पवित्र हुनुहुन्छ, परमेश्वर चाहिँ शुद्ध हुनुहुन्छ, परमेश्वर अति पवित्र हुनुहुन्छ, परमेश्वरसँग पापै थिएन। जसै मानिसले रुखको फललाई खाँदछ मानिसको जीवनमा, मानिसमा, मानव जातिमा पापले राज्य गर्दछ। म आज भन्न चाहन्छु मेरो प्रिय दाजुभाइ दिदीबहिनी आमा बाउहरू, तपाईँले आज के गर्नुहुन्छ त्यसले पापी तपाईँलाई बनाएको छैन। तर तपाईँ र मेरो सुरुको माता पिताले परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेको कारणले गर्दाखेरि हामीलाई पापी बनाएको थियो।
तर गुड न्युज यो छ, परमेश्वरको पुत्र प्रभु येशू ख्रीष्ट चाहिँ हामीलाई पापबाट क्षमा गर्नको लागि, हामीलाई पापबाट स्वतन्त्र पार्नको लागि आउनुभयो। लान्दिन, तर यहाँनिर हामी देख्छौँ परमेश्वरले एउटा मेघनालाई मारिकन उहाँले लुगा बनाइकन, छालाको लुगा बनाइकन त्यहाँनिर आदम र हव्वालाई लगाइकन बगैँचाबाट निकालिदिनु भएको छ। प्रिय हो, पाप चाहिँ कसरी पाप हाम्रो जीवनमा राज्य गर्यो भन्दाखेरि त्यो अनाज्ञाकारिताद्वारा। त्यो अनाज्ञाकारिता चाहिँ के थियो भन्दाखेरि परमेश्वरले सिम्पल कुरा भन्नुभएको थियो, तिमीले यो रुखको फललाई नखाऊ भन्नुभएको थियो। जसरी फल खान्छ त्यसै पापले राज्य गरेको छ। अनि म प्रिय तपाईँलाई भन्न चाहन्छु, गुड न्युज यो छ, परमेश्वरको वचनले यही भन्छ। रोमी 6 को तपाईँले हेर्नुहुन्छ भने 23 मा तपाईँले मसँग पल्टाउनुहोस्। रोमी 6 को 23 लाई, रोमी 6 को 23। कसैसँग बाइबल छ भने पढिदिनु सक्छ। अघि हामीले हेर्यौँ रोमी 3 को 23 ले भन्दछ, सबै मानिसले पाप गरे अनि सबै मानिस चाहिँ के भए? परमेश्वरको अनुग्रहबाट, परमेश्वरको महिमाबाट अलग भए। त्यो पाप चाहिँ के थियो भन्दाखेरि नि आज तपाईँले गरेको गलत कुराहरू, तपाईँले गरेको गलत व्यवहार चाहिँ आज पाप होइन, तर सुरुको माता पिताले गरेको अनाज्ञाकारिताद्वारा चाहिँ पापले राज्य गरे हाम्रो जीवनमा। अनि त्यो पापले राज्य गर्दै गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि परमेश्वरले आदम र हव्वालाई त्यो बगैँचाबाट बाहिर निकालिदिनु भयो। अनि हामी चाहिँ पाप स्वभावमा बढ्न थाल्यौँ। तर वचनले यहाँनिर भन्दछ त्यो पापको जेला चाहिँ मृत्यु हो। प्रिय, म तपाईँ आज भन्न चाहन्छु, हामी प्रत्येक एकजना परमेश्वरको महिमाबाट अलग भएको छौँ। पापले हाम्रो जीवनमा राज्य गरेको थियो अनि पापको जेला चाहिँ मृत्यु हो। बाइबलले यसको उत्तर दिँदछ, पापको जेला चाहिँ मृत्यु हो भने, तर ख्रीष्ट येशूद्वारा परमेश्वरको वरदान चाहिँ यही हो, ख्रीष्ट येशूद्वारा हामीले अनन्त जीवन पाउँदछौँ। हेर्नुहोस्, नम्बर 2 पोइन्ट, मैले 3टा पोइन्टलाई बोल्छु भनिरहेको थिएँ। नम्बर 1, येशू हामीलाई हाम्रो पापबाट क्षमा दिनको लागि, स्वतन्त्र पार्नको निम्ति आउनुभयो भने। नम्बर 2, जुन चाहिँ सम्बन्धमा, जुन चाहिँ सङ्गतिमा पहिला परमेश्वर अनि हाम्रो सङ्गति हुने गर्थ्यो, तर आदम र हव्वाको अनाज्ञाकारिताद्वारा त्यो सम्बन्ध टुटेको थियो, येशू ख्रीष्ट त्यो सम्बन्धलाई पूर्ण मिलाप गर्नको निम्ति आउनुभयो। र परमेश्वरको वचन यूहन्ना 3 को 16 ले भन्दछ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले यस्तो प्रेम गर्नुभयो संसारलाई यस्तो प्रेम गर्नुभयो, जसले उहाँमाथि विश्वास गर्छ त्यो कोही पनि नाश हुने छैन। यदि प्रिय आज तपाईँले भन्नुहुन्छ भने, यदि म मेरो पापबाट मोक्ष पाउनको लागि, मैले जीवन पाउनको लागि, मैले अनन्त जीवन पाउनको लागि के गर्नुपर्छ? कुरा सिम्पल छ, तपाईँले येशू ख्रीष्टमा विश्वास गर्नुपर्दछ। येशू ख्रीष्ट, येशू कुनै धर्मलाई लिएर आउनु भएन, कुनै जातिलाई प्रतिनिधित्व गर्नु भएन, तर येशू ख्रीष्ट त्यो परमेश्वरको जीवनलाई, त्यो अनन्त जीवनलाई लिएर आउनुभयो। जसले विश्वास गर्छ त्यो व्यक्ति चाहिँ अनन्त जीवनभित्र प्रवेश गर्दछ। पापको जेला चाहिँ मृत्यु हो प्रिय। अनि पापबाट हामी मोक्ष त्यति बेला मात्र पाउन सक्छौँ जब हामीले येशूले गर्नुभएको, बगाउनु भएको रगतमा हामी विश्वास गर्दछौँ। यानी यूहन्ना 3 को 16 ले यही कुरा भन्दछ, जसले परमेश्वरको पुत्रलाई विश्वास गर्छ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कस्तो प्रेम भन्दाखेरि संसार, हामी तपाईँ र म मानिस चाहिँ पापमा मरिरहेका थियौँ, हामी अन्धकारमा मरिरहेका थियौँ, अन्धकार संसारमा हामी राज्य गरिरहेका थियौँ। त्यो आदम र हव्वाले गरेको अनाज्ञाकारिताको जीवन हामी जिरहेका थियौँ। त्यहाँदेखि मृत्युले हाम्रो जीवनमा राज्य गरिरहेको थियो। तर परमेश्वरले आफ्नो एकलौटे पुत्रलाई यो संसारमा पठाउनु भयो। उहाँले हाम्रो पापलाई लिएर उहाँ मर्नुभयो अनि उहाँ मरेको कारणले गर्दाखेरि हाम्रो पाप क्षमा भएको छ। यदि आज तपाईँले भन्नुहुन्छ भने म त्यो पापको क्षमा कसरी पाउनु पर्ने, मैले मेरो पापलाई कसरी मोक्ष पाउनु भनेर तपाईँले प्रश्न तपाईँसँग छ भने तपाईँसँग सिम्पल एन्सर छ, येशू ख्रीष्टमा तपाईँले विश्वास गर्न सक्नुहुन्छ। आमेन। अनि मैले तेस्रो पोइन्ट भन्दै थिएँ, येशू ख्रीष्ट हामीलाई अनन्त जीवन दिनको निम्ति आउनुभयो। परमेश्वरको वचन यूहन्ना 3 को 16 ले भन्दछ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, जसले पनि, जो कोहीले पनि उहाँमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउनेछ। आज हामी धेरैचोटि, म मेरो जीवनमा धेरै अनन्त जीवनको पछि, मैले धेरैवटा कुराको पछि म लागेँ, तर म तपाईँलाई भन्न चाहन्छु, मैले बाटो, सत्य अनि जीवन केवल येशूमा मात्र पाएँ। अनन्त जीवन केवल मैले येशूमा मात्र पाएँ। सो प्रिय, आजको दिन म तपाईँहरूसँग यो कुरा भन्दै गर्दाखेरि म यहाँनिर क्लोज गर्दै गर्दाखेरि म तपाईँलाई भन्न चाहन्छु,
चाहे तपाईँको जीवन जस्तो सुकै किन नहोस्, तपाईँ जुनसुकै परिस्थितिबाट भएर किन जानुभएको छैन, तर बाटो सत्य र जीवन येशू हुनुहुन्छ। यदि तपाईँले येशूमा विश्वास गर्नुहुन्छ भने उहाँमा भएको जीवन तपाईँमा आउनेछ। हालेलुया। अनि येशूले योना 14:6 यसरी भन्नुभयो, बाटो सत्य र जीवन म मात्र हो, म बाहेक कोहीद्वारा पनि तिमी पिता कहाँ आउन सक्दैनौ। प्रिय, म तपाईँलाई भन्न चाहन्छु, बाटो सत्य र जीवन केवल येशू हुनुहुन्छ। अनि येशू बिना कोही पनि हामी परमेश्वरको नजिक जान सक्दैनौँ।